हजुरहरूले कहिले फर्सीमा नरिवल हालेर पकाएर खानुभएको छ? एकदमै धेरै मिठो हुन्छ। अहिले इन्टरनेटमा त यो भाइरल नै छ। मैले फर्सीलाई चाहिँ अलि ठुल्ठुलो टुक्रामा काटेँ। काउली चना लिएको छु, त्यसलाई पनि बोइल गर्न राखिदिएँ। नराख्दा नि हुन्छ। मसँग काँचो नरिवल थिएन, सुक्खा नरिवललाई नै एकछिनसम्म बोइल हुन राखिदिएँ। कराईमा तेल बसालेर पञ्चफोरन, हिङ, खुर्सानी राखेर माथिबाट फर्सी ओरिदिए। त्यसपछि नुन, बेसार, जिरा धनियाँको धुलो हालेर मजाले चलाएर यसलाई छोपेर राखिदिएँ। फर्सी गल्नु पर्दैन, टुक्रा टुक्रा भएको झन् स्वादिलो हुन्छ। यसलाई चाहिँ अलि मिडियम ग्यासमा पकाउनु पर्दछ। नरिवल पनि नरम भयो। अब यसलाई चाहिँ म ग्राइन्डरमा पिन्दैछु, मिक्सर जारमा पिने पनि हुन्छ। लगभग फर्सी पाकिसकेको छ। माथिबाट काउली चना हाल्दिए, अप्सनल हो, यो नहाल्दा पनि हुन्छ, तर यसले स्वाद एकदम मिठो बनाउँछ। यसलाई राखेर पनि छोपेर मजाले एकछिनसम्म पकाइसके पछाडि माथिबाट अघि मैले ग्रेट गरेको नरिवल राखेर एकछिन छोपेर पकाएँ। माथिबाट धनियाँ हालिदिएपछि तरकारी रेडी भयो। यसको स्वाद यस्तो मिठो लाग्यो मलाई।